सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैको कुनै माइबाट पर्सा जिल्लाबाट पाए रविले लामिछानेले सफाई। चेकमा गरिएको हस्ताक्षर नै नक्कली भएको पुष्टि भयो। झुटको पर्दाफास। जिल्ला अदालत पर्साका न्यायाधीशले दिए रविलाई सफाई। यस्तो छ कारण र प्रमाण। रविलाई फसाउन खोज्दा गृहमन्त्री रमेश लेखक आफै फसे। रासोपाको चर्को दबावपछि अब ओलीले गृहमन्त्रीबाट रमेश लेखकलाई हटाउँदै। पर्सा जिल्लाबाट पनि रविले सफाई पाएपछि छायो देशैभर खुसियाली। ओली, देउवा र लेखकले रविलाई कारागारमै सकाउने खेल खतम। रविले गरे ओलीको भण्डाफोर। भैरवा कारागारमा रविलाई मार्न खोजिएको विषयबारे यसो भन्छन् रवि लामिछाने। मलाई मार्ने कुचेष्टा गरिएकै हो। रवि लामिछानेको पक्षमा अन्याय भएको भन्दै आज देशैभर आन्दोलन। विदेशमा बस्ने नेपाललाई पनि आन्दोलनमा होमिन रासोपाबाट आग्रह। केही गरी रवि लामिछानेलाई कारागारमै मारे भने यो देशले भविष्यको प्रधानमन्त्री गुमाउँछ। डाक्टर सुरेन्द्र केसीको भनाई। सुन्दर गणतन्त्रका फूलहरूलाई चिमोट्नु हुँदैन, प्रचण्डको जिकिर। भन्छन् ओलीजी रविसँगको राजनीतिक प्रतिशोधको खेल बन्द गर्नुहोस्। रूपन्देही जिल्ला अदालतले सुनायो यस्तो आदेश। गगन थापासँग भएका प्रमाण पेश गर्न माग। अदालतले गगन थापासँग भएका प्रमाण मागेपछि गगन फेरि फरार। नक्कली खोस्टा हिल्लाएर रविको विरोध गरेको पाप लाग्छ गगन थापालाई। रवि लामिछानेलाई 2084 प्रधानमन्त्री बनाएरै छाड्छौँ भन्दै गर्जिए डाक्टर सोनिम वाग्ले। रविका कानुन व्यवसायी भन्छन् गेम इज ओभर, नो नट अगेन। ओलीको तानाशाही अब चल्दैन। मिसन 84 को तयारीमा जुट्न रविको जेलबाटै सन्देश। म कारागार मुक्त भए यिनीहरूको घन्टी बजाउँछु, तबसम्म तपाईहरू जाग्नुहोस्। यस्तो छ आजको सम्पूर्ण र ताजा जानकारी। दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत छ अनलाइन टिभी कोरको विधिबाट। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्स्क्राइब गर्नुहोला, छेउमा रहेको बेललाई थिच्नुहोला यस्तै यस्तै भिडियो हेर्नका लागि। साथीभाइले पनि यो भिडियो सेयर गर्नुहोला। भिडियो मनपर्छ भने तपाईँको मनमा लागेको जिज्ञासा, प्रश्न, खुल्दुली कौतूहलता छन् भने अवश्य पनि आफ्नो प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा लेख्नु भने नभुल्नुहोला। आउनुहोस् दर्शकवृन्द, प्रसङ्ग सुरुवात गरौँ। दर्शक महानुभाव, रवि लामिछानेलाई हिजो मात्रै बयानका लागि भैरवा कारागारबाट पर्सा जिल्ला अदालतमा पेश गरिएको थियो। रवि लामिछानेसँग न्यायाधीशले गरेका 4 प्रश्नमा रवि लामिछानेले इन्कारी बयान दिएका छन्। आफू सहकारी ठगी नभएको, सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि समानता नभएको र आफूले जुन खाता खोलिएको भनिएको छ सहकारीमा त्यहाँ पनि ऋण खाता नक्कली खोलिएको, नक्कली हस्ताक्षर नै भएको उहाँले बताए। यहाँबाट पनि के पुष्टि हुन्छ भने जब प्रहरीको फरेन्सिक रिपोर्ट आयो त्यहाँबाट पनि रविले चेकमा गरेको हस्ताक्षर नक्कली भएको पुष्टि भइसकेको आधिकारिक समाचार पनि छ्यापछ्याप्ती हुन थालेका छन्। पर्सा जिल्लाबाट पनि रवि लामिछानेले न्यायको अनुभूति भएपछि यता अब रूपन्देहीको मुद्दा रहेको छ। रूपन्देहीबाट पनि उनी यति बेला पूर्व पक्षका लागि कारागारमा छन्, जहाँ राजनीतिक प्रतिशोध भएको भन्दै यता स्वतन्त्र उम्मेद्वार अमरेश कुमार सिंहले रविलाई कारागारमा पठाउन सर्वोच्चमा पनि घुसपेट भएको अडियो रेकर्ड मसँग छ भनेर उहाँले सार्वजनिक रूपमा भन्नुभएको छ भने उहाँ स्वयंले यदि मसँग त्यो अडियो रेकर्ड छैन, मैले उपलब्ध गराउन सकेन भने मैले सांसद पदबाट राजीनामा दिन्छु भनेर उहाँले बताउँदै आउनु भएको छ। यता रवि लामिछानेलाई फसाउन खोज्दा गृहमन्त्री रमेश लेखकको यति बेला आफ्नै गृहमन्त्री पद फुस्किने पदमा पुगेको छ। यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा चर्को विरोध र व्यापक आन्दोलन भइसकेपछि गृहमन्त्रीबाट अब ओलीले रमेश लेखकलाई हटाएर नयाँ गृहमन्त्रीको खोजीमा लागेको कुरा यति बेला सामाजिक सञ्जालमा समाचार आउन थालेका छन्। दर्शकवृन्द, संसदमा खोस्टा हिल्लाएर रवि लामिछानेले आफै माग फारम भरेर करोडौं करोड रकम अपचलन गरेको र सहकारीबाट ऋण लिएको भन्दै गर्जनका साथ गर्जिने गगन थापा फरार छन्। यति बेला रूपन्देही जिल्ला अदालतले गगन थापासँग भएका प्रमाण पेश गर्न आदेश दिएको छ। ती प्रमाणहरू गगन थापाले पेश नगरे राष्ट्रिय स्वतन्त्र पार्टीले गगनलाई नछोड्ने भन्ने त निर्णय नै गरिसक्यो। तर यति बेला नक्कली प्रमाण हो या सक्कली प्रमाण हो थाहा छैन, तर नक्कली खोस्टा हिल्लाएर अरूमाथि ज्यादती गर्ने, फसाउन खोज्ने, षड्यन्त्र गर्ने र केसलाई मुद्दालाई फितलो पार्न यसरी कुचेष्टा गरेका गगन थापा कुनै पनि हालतमा बस्नुहुन्न भनेर रासोपाका समर्थकले भनिरहेका छन्। यद्यपि उनी यो मुद्दाबाट नडराएर नभागेर उनीसँग ती प्रमाणहरू थिए भने उनले आजभन्दा महिनौं अगाडि रूपन्देही जिल्ला अदालतमा पेश गर्थे। ती प्रमाणहरू सबै झुट थिए, नक्कली थिए, रवि फसाउनका लागि एक गरिएको चेष्टा थियो। गगन थापाको यो करतुत भने यति बेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता र समर्थक सहित उनका कार्यकर्ताले देशव्यापी रूपमा रवि लामिछानेको पक्षमा आन्दोलन गर्न आह्वान गर्नुभएको छ। जेलभित्रै रवि लामिछानेलाई मार्ने चेष्टा गरिएको छ र यदि रविलाई जेलभित्रै मारे भने 2084मा बन्ने प्रधानमन्त्री यो देशले गुमाउने डाक्टर सुरेन्द्र केसीले जिकिर गर्दै भन्नुभएको छ। रविको न्यायका लागि जसरी हिजोका दिनमा चितवनका जनताहरू सडकमा आए र उनमाथि ज्यान मार्ने धम्कीको मुद्दामा उनले विजय प्राप्त गरे, त्यसरी यहाँ पनि उनमाथि नक्कली प्रमाण पेश गरेर मार्ने सम्म चेष्टा गरिएको छ। कारागार पठाउने मात्र होइन, त्यसैले आम जनताले सडकमा आएर आन्दोलन गर्न आवश्यक छ। यो देशको न्यायका लागि, यो देशको समृद्धि र विकासका लागि, भ्रष्टाचारको जगमा उभिएका कुतत्त्वहरूलाई हटाउनका लागि आम नेपालले देश तथा विदेशबाट अब आन्दोलन गर्न आह्वान गर्नुभएको छ। ढिला नगरे हुन्छ, चाँडोभन्दा चाँडो सडकमा आउनुहोस्। यो देशमा भएका सरकारवादी व्यक्तिहरूले अहिले भ्रष्टाचारको खोल ओढेर मजाले आफूलाई आनन्दको निन्द्रामा मस्त पारिरहेका छन्। ती सबैलाई फ्याक्नु छ, फाल्नु छ। सबैले आउन उहाँले आग्रह समेत गर्नुभएको छ। यति मात्र होइन, हिजोको दिनमा यता पनि लपक्कै उता पनि लपक्कै भने जस्तो बानी र व्यवहार देखाउने प्रचण्डले निरन्तर ओलीसँग समर्थन गर्दै आए पनि यता रवि लामिछानेले पनि उनले जहिले पनि सकारात्मक पक्षले हेर्ने गरेको उहाँले बताउनु भएको छ। यति मात्र होइन, हिजो एक कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रका फुलहरूलाई निमोट्न चिमोट्न मिल्दैन, ओलीजी सक्नुहुन्छ भने यो राजनीतिक प्रतिशोधको खेललाई बन्द गर्नुहोस् भनेर उहाँले सार्वजनिक कार्यक्रमबाटै उहाँले आग्रह समेत गर्नुभएको छ। उहाँको यो आग्रह सुन्नुहुन्छ या सुन्नुहुन्न प्रधानमन्त्रीलाई थाहा होला। रविमाथि भएको अन्यायको विरुद्धमा निरन्तर आवाज उठाएका रविका कानुन व्यवसायीहरूले नो नट अगेन, गेम इज ओभर, अब राजनीतिक प्रतिशोधको खेल चल्दैन, बन्दैन, हुँदैन भनेर यति बेला व्यापक रूपमा चर्चा परिचर्चा क्रमाउँदै उहाँले सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आउनु भएको छ। आफूहरू अन्तर्राष्ट्रिय अदालतमा जान तयार भएको, तर पर्सा जिल्लामा भएको मुद्दा सकिएपछि मात्रै अन्तर्राष्ट्रिय अदालतमा जाने यदि न्याय नपाएको खण्डमा भनेर उहाँले सामाजिक सञ्जालमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आउनु भएको छ। रवि स्वयंले मुख खोल्नु भएको छ कि मलाई जेलमा मार्ने चेष्टा गरिएकै हो, नगरिएको होइन। मलाई मार्ने सकाउने धम्की आए, सहे, तर म डराएको छैन, म डगमगाएको छैन। बाहिर भएका साथीहरूले 84को मिसन 84को तयारीमा जुट्न उहाँले आह्वान गर्दै कारागारभित्रबाट नै सन्देश पठाउनु भएको छ भने उहाँले भन्नुभएको छ, म कारागारमा भए पनि यो देश र समृद्धिका लागि निरन्तर लड्नेछु। भ्रष्टाचार र यस्ता कुख्यात नेताहरूलाई म जडैदेखि हटाउनका लागि मेरो लडाई, मेरो सास रहन्जेल, शरीरमा एक थोपा खुन रहन्जेल म लड्नेछु। तपाईँहरू कदापि पछि नहट्नु होला भनेर आफ्ना कार्यकर्ता, सांसद, नेता सबैलाई आग्रह गर्दै देशव्यापी रूपमा अन्यायको विरुद्धमा अब उठेर आवाज उठाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ। हस्त दर्शकबिन, रविको आजको यस अपडेटबाट छुटिन्छु। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेललाई थिच्नुहोला। भिडियो मनपर्छ भने पक्कै पनि जय घन्टी, जय देश, जय रवि लेख्नु भने नभुल्नुहोला। रवि लामिछानेको निरन्तर अपडेटमा हामी यहाँहरूमा आइरहेका छौँ। यस्तै भिडियोका लागि हामीसँग रहनुहोला। तपाईँको समय शुभ बितोस्। जय देश।